आज हामी यस्तो विषयमा कुरा गरौँ जुन हामी सबैको जीवनसँग जोडिएको छ, ऋण। तर यो पैसाको हिसाब किताबको कुरा होइन है, बरु ऋणको त्यो पाटो जसले हाम्रो सम्बन्ध र हाम्रो नैतिकतालाई छुन्छ। के ऋण भनेको केवल एक लेनदेन मात्र हो वा यो त्योभन्दा पनि गहिरो केही हो? आउनुहोस् यो विषयमा अलिकति गहिराईमा डुबौँ। ऋण तिरेपछि के मान्छे ठूलो बन्छ? सुन्दाले अचम्म लाग्ने प्रश्न होइन र? हामीलाई त लाग्छ नि, आहा ऋण तिरे अब त म ठूलो भए। तर के साँच्चै त्यस्तै हो त? आउनुहोस् यही सामान्य सोचाइलाई अलिकति केलाएर हेरौँ। सुरुमा ऋणलाई हामी सामान्यतया कसरी हेर्छौं त्यसबारे कुरा गरौँ। यो त्यही दृष्टिकोण हो जुन हामीमध्ये धेरै जसोले अपनाएका हुन्छौं, जहाँ ऋणलाई एउटा साधारण लेनदेनको रूपमा मात्र हेरिन्छ। हो नि, हामी सबैलाई थाहा छ ऋण तिर्न पाएपछि कस्तो हल्का महसुस हुन्छ। काँधबाट ठूलो भारी बिसाए जस्तो, होइन? लाग्छ कि ल हिसाब बराबर भयो, अब सकियो, त्यो आर्थिक कारोबार त्यहीँ टुङ्ग्यो। हो, यही सोचाइले ऋणलाई के बनाइदिन्छ त भन्दा एउटा सामान्य अर्थ लेनदेन, खातापाताको हिसाब जस्तो, पैसा दियो फिर्ता लियो सक्यो। तर के साँच्चै कथा यतिमै सकिन्छ त? वा यसको कुनै गहिरो अर्थ पनि छ? अब अलिकति फरक तरिकाले सोचौँ है त। के हुन्छ यदि हामीले ऋणलाई पैसाको रूपमा होइन विश्वासको रूपमा हेर्यौं भने? यो कुरा चाहिँ एकदमै महत्त्वपूर्ण छ। ऋण भनेको पैसा मात्रै होइन, यो त विश्वास हो। कसैले हामीलाई ऋण दिन्छ भने उसले पैसा मात्रै दिइरहेको हुँदैन, आफ्नो भरोसा पनि हाम्रो हातमा थमाइरहेको हुन्छ। एकछिनलाई त्यो समय सम्झ्यौँ त, जति बेला हामीले ऋण लिएका थियौँ। पक्कै पनि सजिलो समय थिएन होला। त्यो बेला ऋण दिनेले हामीलाई साँच्चै के दिएको थियो? सोच्नुहोस् त, उसले आफ्नो दुःखले कमाएको पैसा मात्र दिएन, उसले हामीमाथि भरोसा गर्यो। सायद त्यो बेला अरू कसैले हामीलाई पत्याइरहेको थिएन होला, तर उसले साथ दियो। अब भन्नुस्, यो विश्वास र साथको मूल्य पैसाले तिर्न सकिन्छ र? अब यदि ऋण विश्वास हो भने त्यसलाई चुक्ता गर्ने तरिकाले पनि त धेरै कुरा बताउँछ नि, होइन र? यो केवल पैसा फिर्ता गर्ने कुरा मात्र रहेन, यो त हाम्रो नियत र सम्मान देखाउने तरिका पनि भयो। हेर्नुस्, ऋण तिर्ने दुईवटा तरिका हुन सक्छन्। एउटा भयो छाती फुलाएर ल तिम्रो पैसा भने जस्तो, यो त अहङ्कार भयो। यसले भन्छ ल कारोबार सकियो। अर्को तरिका छ टाउको निहुराएर, विनम्रताका साथ। यसले त्यो विश्वासलाई सम्मान गर्छ। यो भनेको पैसा फिर्ता गर्नु मात्र होइन, कृतज्ञता देखाउनु पनि हो। त्यसैले त भनिन्छ नि, ऋण चुक्ता गर्दा छाती फुलाएर होइन, टाउको निहुराएर धन्यवाद भन्नुपर्छ। किनकि हामीले फिर्ता गरेको पैसाले त्यो बेलाको विश्वासको मूल्य कहिल्यै चुकाउन सक्दैन। त्यो त आभार प्रकट गर्ने एउटा अवसर हो। र अब यो सबै कुराले हामीलाई धनको परिभाषा नै फेरि सोच्न बाध्य बनाउँछ। आखिर हाम्रो जीवनको सबैभन्दा ठूलो धन के हो त? पैसा, सम्पत्ति वा अरू केही? यहाँ एउटा एकदमै राम्रो शब्द छ, धनी पुँजी। अब यो भनेको ब्याङ्कमा भएको पैसा वा घर जग्गा होइन है। धनी पुँजी भनेको त ती मानिसहरू हुन् जसले हामीलाई अप्ठ्यारो परेको बेला, खाँचो परेको बेला साथ दिन्छन्। यसको मतलब के भयो त? जसले हामीलाई ऋण दियो ऊ केवल एक साहु मात्र होइन, ऊ त हाम्रो जीवनको त्यो धनी पुँजी हो, हाम्रो एउटा अमूल्य सम्पत्ति। अन्तमा कुरा यही हो, हाम्रो जीवनको सबैभन्दा ठूलो धन, सबैभन्दा ठूलो सम्पत्ति भनेकै ती मानिसहरू हुन् जसले अप्ठ्यारोमा हाम्रो हात समाउँछन्। त्यसो भए एकपटक सोचौं त, हाम्रो जीवनको वास्तविक सम्पत्ति के रहेछ? ती धनी पुँजी को हुन्? के हामीले उनीहरूले दिएको विश्वासलाई साँच्चै सम्मान गर्न सकेका छौं त? किनभने पैसा त आउँछ जान्छ, तर विश्वास र सम्बन्ध नै त हो नि जीवनको असली कमाई।